धेरै जग्गा भ्यागुताको पनि पूजा गरेको देख्नुहुन्छ हो। त भ्यागुताको पूजा किन गरिन्छ भन्दा चाहिँ अब भ्यागुताको चाहिँ अब थाहा छ नि हामीलाई भ्यागुतामा थुप्रो बच्चा हुन्छ, के हुन्छ बच्चा अनि भ्यागुता पूजा गर्यो भनेदेखि चाहिँ आज धेरै जय जन्म हुन्छ, बाँझो हुँदैन भन्ने आस्था संसारको मान्छेको। त्यसले गर्दा उनीहरूले भ्यागुताको पूजा गरिदिनु भयो। अथवा परमेश्वरलाई त के ठुलो कुरा हो र एट्याक गरेपछि के भयो भन्दाखेरि चाहिँ यहाँ मसँग आउनुहोस् 10को 21 पदको शीर्षक पढ्नुहोस्। नवौं विपत्ति, मिश्र देशभरि घनघोर अन्धकार। हेर्नु सूर्य देवताले के दिन्छ? उज्यालो दिन्छ कि दिँदैन? उज्यालो। अनि परमेश्वरले अन्तमा सूर्यलाई एकदम एकछिन चुप्ला भनेको मात्रै थियो, 3 दिन 3 रात घनघोर छान्ने खालको अँध्यारो भयो। हाम्रो जीवनमा पनि तपाईँ हाम्रो जीवनमा पनि धन्यवाद चढाउनुभन्दा अगाडि प्रभुलाई पाउनुभन्दा अगाडिको अनुभव चाहिँ यस्तो हुनुपर्छ। गलातीको किताब 4 अध्यायमा आउनुहोस् अनि त्यसको पढिदिनुहोस् 8 पद। तर त्यस बेला परमेश्वरलाई नचिनेर तिमीहरूले तिनीहरूको सेवा गर्यौ जो स्वभावैले ईश्वरहरू होइनन्। जबसम्म हामीलाई यो अनुभव हुँदैन प्रभुलाई पाउनुभन्दा अगाडि मैले साँच्चै ईश्वरको परिचय पाएको थिएन रहेछ भन्ने आभास हुँदैन, तबसम्म हामी धन्यवादी हुन सक्दैनौँ। यो कुरा बुझ्नुको लागि अहिले हामीले पढ्यौँ प्रस्थान 15 अध्यायको 11 पद। त प्रस्थान 15 अध्यायको 11 पद चाहिँ कति बेला उनीहरूले त्यो भने त? कति बेला इजरायली जातिले हे परमेश्वर तपाईँ जस्तो ईश्वर त को रहेछ र? देवताहरूको मध्येमा तपाईँ जस्तो महान त को छ रहेछ र? आश्चर्य कर्म गर्ने परमेश्वर भनेर कति बेला भनेको हो भन्ने सन्दर्भलाई हामी बुझ्छौँ। अब प्रस्थानको किताबमा आउनुहोस् 6 अध्यायमा। प्रस्थानको किताब 6 अध्यायमा छुटकरीमा हामी हेर्छौँ। अब तपाईँलाई थाहा छ प्रस्थानको किताब 6 अध्यायको शीर्षकले भन्छ छुटकाराको प्रतिज्ञाद्वारा मोसाको बोलावट दृढ गरियो। अब सुन्नुहोस् ल, त इजरायली जाति परमेश्वरको जाति थियो, परमेश्वरलाई चिनेको, सृष्टिकर्ता परमेश्वर भनेर जानेको। तर इजरायली जातिले पनि छुटकारा पाउनुभन्दा अगाडि चाहिँ साँचो परमेश्वरको छुटकारा पाएर परमेश्वरलाई आराधना भक्ति गर्नुभन्दा अगाडि चाहिँ उनीहरू बन्दुवाईमा थिए। त बन्दुवाईमा कहाँ थियो भन्दा मिश्र देशमा थिए। अनि मोसाद्वारा अब छुटकारा हुन्छ भनेर घोषणा आयो। मोसाको प्रतिरूप बराबर चाहिँ नयाँ नियममा आएर प्रभु यीशु मसीह हुनुहुन्छ। अनि मोसाद्वारा त्यो अब प्रमाणित भयो, अब मोसाले छुटकारा गर्ने रहेछ भनेकन त्यहाँदेखि हामीले सबैभन्दा पहिला 7 अध्यायको 14 पदको शीर्षक पढ्नुहोस्। 7 अध्याय अनि त्यसको 14 पददेखि माथिको शीर्षक पढ्नुहोस्। पहिलो विपत्ति, पानी रगतमा परिवर्तन भयो। अब यता हेर्नुहोस् त मिश्र भनेको चाहिँ संसार भनेको हो। फारो राजाको नक्सा चाहिँ अन्धकारको शक्ति भनेको हो। सिधा सिधी भाषामा भन्नुभयो चाहिँ शैतान भनेको पनि हो। त परमेश्वरले साङ्केतिक भाषामा देखाउन चाहेको छुटकारा कस्तो हुन्छ, कसरी छुटकारा पाएन चाहिँ मान्छे धन्यवादी हुन्छ भनेर। अनि इजरायली जातिले यो फारो राजाको अन्धकारको शक्तिको मुनि मिश्र भनेको संसारमा चाहिँ 430 वर्षसम्म दासत्व एकदमै कमारापन गर्नु पर्यो। अनि त्यो कमारापनमा चाहिँ यहाँ प्रस्थानको किताब 4 अध्यायको 23 पदमा चाहिँ उनीहरूलाई कैया आथा भयो भनेर लेखेको छ। 2 अध्यायको 23 र 24 पद छिटो पढ्नुहोस्। अनि धेरै समय बितेपछि यस्तो भयो मिश्रका राजा मरे अनि इजरायलीहरूले दासत्वको कारण सुस्केर हाले अनि उनीहरू चिच्याए र दासत्वको कारणले उनीहरूको चिच्याहट परमेश्वर कहाँ पुग्यो। त्यसले गर्दा तपाईँ र मैले पनि प्रभु यीशु मसीहमा भएको छुटकारा महसुस गर्ने हो साँचो भनेदेखि चाहिँ प्रभु यीशु मसीहलाई पाउनुभन्दा अगाडि धेरैवटा कुराले संसारमा रहेर हामी पीडित भएको
हामीलाई पनि खिचेको, हामी पनि दबिएको, अशान्ति भएको अनुभव नभई चाहिँ छुटकारा महसुस गर्न सकिँदैन। अर्काको घरमा नोकर गर्दा 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 अर्काले दल्दा 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 त्यहाँदेखि एक दिन छुटकारा भयो भने मात्रै यस्तो हुन्छ। अर्का घरमा यति घोड्छ, यति साह्रो खटाउँछ, आफ्नो घरको ढेँडो रोटो नै मिठो हुँदो रहेछ भनेर त्यो घोटाइ चाल्न पाए मान्छेले छुटकाराको महसुस गर्न सक्दैन। त्यस्तै प्रकारले इजरायली जातिले 430 वर्ष ऐया र आत्था भयो। कहाँ? मिश्र देशमा फारोको दासत्व मुनि। अनि फारो भनेको मैले बताइहालेँ, अन्धकारको शक्ति भनेको मिश्र भनेको संसार। त्यहाँ चाहिँ के पूजा गरिन्थ्यो भन्दाखेरि सबैभन्दा पहिला नील नदी भन्नुहोस् त सबजनाले। नील नदी। नील नदी भनेको चाहिँ संसारमा त्यो मिश्र देशमा चाहिँ नदीलाई मान्यता दिन्थ्यो। जस्तो तपाईँ र मैले पनि खोला नाला ढुङ्गा मुढा पुज्दै हिँड्यौँ, हाम्रो बाउबाजेले अनि खोला खोला जान्थे, परेवाहरू उडाउँथे इत्यादि। अनि यस प्रकारले मिश्र देशमा भने नील नदीलाई प्राथमिकता दिन्थ्यो। अब छुटकरीमा म सबै बताइबस्दिनँ। प्रस्थानको किताब 3 अध्याय 4 अध्यायमा जाँदा हामी पल्टाउँदैनौँ। त्यहाँ जाँदाखेरि फारो राजाको छोरी चाहिँ नील नदीमा नुहाउन आएको भनेर तपाईँ चाल पाउनुहुन्छ। किन नुहाउन आएको भन्दा चाहिँ नदी, उनीहरूको त्यो नदीको पानीले चाहिँ शुद्ध गर्छ, पवित्र गर्छ भन्ने उनीहरूको आस्था थियो। अनि अब परमेश्वरले चाहिँ यो बताउन चाहनुहुन्थ्यो कि नदीको पानीले, धाराको पानीले, कुनै खोलाको पानीले होइन, रगतले मात्रै पाप क्षमा हुन्छ भनेर परमेश्वरले चाहिँ साङ्केतिक भाषा भन्नु सबजनाले। साङ्केतिक भाषामा चाहिँ संसारको सबै मानव जातिलाई, इजरायलीलाई, साथसाथै फारोलाई पनि सन्देश दिनुहुँदै थियो। अनि उनीहरूले चाहिँ नदीलाई पवित्र मान्थे। अनि परमेश्वरले चाहिँ मोसालाई भन्नुभयो, पहिला तैँले लौरो उठाउनु अनि मिश्र देशको नील नदीलाई हिर्काउनु भनेको थियो। हो के नर्स छोटकरीमा हामी पढ्छौँ, समय छैन हो। 7 अध्यायको 14 पदको फेरि शीर्षक पढ्नुहोस्। पहिलो विपत्ति पानी रगतमा परिवर्तन भयो। देख्नुभयो। अनि त्यहाँदेखि चाहिँ अब 17 पद पढ्दाखेरि परमप्रभुले यसो भन्नुहुन्छ, यसद्वारा तैँले म परमप्रभु हुँ भने जान्नेछस्। हेर, मेरो हातमा भएको यस लौरोले म यस नदीको पानी हिर्काउनेछु र त्यो रगतमा बदली हुनेछ। अब किन हिर्काएको यता हेर्नुहोस् फेरि। सारा मिश्रको आस्था भरोसा चाहिँ के थियो? हाम्रो नदी पवित्र हो, नदीले हामीलाई शुद्ध पार्छ, नदीको जलले हामीलाई शुद्ध पार्छ। तर प्रभुले चाहिँ होइन, नदी बनाउने म हो, नदीले कहिल्यै पाप क्षमा गर्दैन, रगतले हुन्छ भनेर परमेश्वरले चाहिँ रगतमा परिवर्तन गरिदिनु भयो। अब त्यहाँनिर त्यो हामीले 21 पद पढ्दाखेरि हामी रगतमा बदली भएको पाउँछौँ। अब 8 अध्यायको शीर्षक पढ्नुहोस्। दोस्रो विपत्ति भ्यागुताहरू। अब अर्को विपत्ति आयो, भ्यागुता। अब मिश्रमा अथवा मिश्र भनेको अहिले पनि संसारमा चाहिँ तपाईँले धेरै जग्गा भ्यागुताको पनि पूजा गरेको देख्नुहुन्छ हो। त भ्यागुताको पूजा किन गरिन्छ भन्दा चाहिँ अब भ्यागुताको चाहिँ अब थाहा छ नि हामीलाई, भ्यागुताको थुप्रो बच्चा हुन्छ। के हुन्छ? बच्चा हुन्छ। अनि भ्यागुता पूजा गऱ्यो भनेदेखि चाहिँ आज धेरै जय जन्म हुन्छ, बाँझो हुँदैन भन्ने आस्था संसारको मान्छेको। त्यसले गर्दा उनीहरूले भ्यागुताको पूजा गर्थे। अनि परमेश्वरले होइन, यो ईश्वर होइन, तिमीले जुन चाहिँलाई ईश्वर भन्छौ, साँच्चै नै मैले तिमीहरूको ईश्वरलाई चाहिँ गुनाह गरेर चाहिँ घर घरमा ल्याएर चाहिँ भाँडाभरि, कराईभरि, सोफाभरि बस्ने जग्गातिर तिमीहरूको ईश्वरलाई चाहिँ मैले ल्याइदिएँ भने तिमीहरूलाई शिक्षिको हुन्छ है भनेर परमेश्वरले भन्न चाहेको थियो। अनि एकछिन पछाडि त परमेश्वरले मोसालाई भन्नुभयो, लौरो लगा, लौरो हल्ला भन्ने बित्तिकै मिश्रभरि घरभरि, सोफाभरि, बस्ने जग्गा, ओछ्याउने जग्गा, सुत्ने जग्गाभरि भ्यागुतै भ्यागुता हुँदा उनीहरूलाई दिगदार लाग्यो। उनीहरूले कसरी हटाउने भनेर परमेश्वरले यो कुरोमा शिक्षिको, यो कुरोमा घिन उत्पन्न गराउन चाहनुहुन्थ्यो। होइन, जय जन्म दिने चाहिँ म भ्यागुताको पूजा गरेर हुँदैन, भ्यागुता त मैले किरा खाना बनाएको भनेर सन्देश दिन चाहेको। अब त्यो पनि हामीले बुझिहाल्यौँ है। अहिले म बताउँछु जम्मा कतिवटा विपत्ति थियो दिदीबहिनीले भन्नुहोस्। जम्मा कतिवटा विपत्तिले हिर्काउनु भयो परमेश्वरले? 10 भन्नुहोस् न। सन्डे स्कुलको नानीलाई पनि थाहा हुन्छ।
कतिवटा विपत्तिले 10वटा विपत्तिले। त्यसले गर्दा अहिले म बाइबलमा लेखेको छैन, बाइबलमा परमेश्वरले लेख्न उचित पनि छैन, किनभने परमेश्वरले त्यो सबै मिश्रको देवताको नाम लेखेर के फाइदा। तर मैले आज सेक्युलर भन्छ, सेक्युलर भनेको बाइबलदेखि बाहिर गएर तपाईँले पनि अध्ययन गर्न सक्नुहुन्छ। मिश्र देशमा कतिवटा देवी देवताहरू मान्थे भन्दाखेरि चाहिँ 10वटा देवी देवता मान्थे। अहिले म त्यो देवी देवताको नाम पनि तपाईँलाई बताउँछु। अब त्यसको बादमा 8 अध्यायको 16 पदको माथि शीर्षक पढ्नुहोस्। 8 अध्यायको 16 पदको माथि शीर्षक पढ्नुहोस्। तेस्रो विपत्ति जुम्राहरू। अब हेर्नुहोस्, अब जुम्राहरू भन्ने आयो। अब छिटै पढौँ। माथि 20 पदको शीर्षक पढ्नुहोस्। चौथो विपत्ति हुलहुले डाँसहरू एकैताल। त्यहाँदेखि अब 9 अध्यायको शीर्षक पढ्नुहोस्। पाँचौं विपत्ति गाईबस्तुहरूमाथि कष्टदायक महामारी। अनि 9 अध्यायको 8 पदको शीर्षक पढ्नुहोस्। छैटौं विपत्ति पिलाहरू उब्जाउने भदभती पोल्ने खटिरा। 9 अध्यायको 13 पदको शीर्षक पढ्नुहोस्। सातौं विपत्ति कष्टदायक असिना। अनि 10 अध्यायको शीर्षक पढ्नुहोस्। आठौं विपत्ति सलहहरू। अनि त्यस पछाडि चाहिँ 10 अध्यायको 21 पदको शीर्षक पढ्नुहोस्। नवौं विपत्ति मिश्र देशभरि घनाघोर अन्धकार। अब त्यहाँसम्म मात्रै। अब सबै अहिले हामी वृत्तान्त, यो बाइबल स्टडी हो, बाइबल अध्ययन हो, यसलाई मैले वृत्तान्त हेरिबस्ने समय छैन। तर म तपाईँलाई मिश्र देशमा कति प्रकारका देवताहरू मान्थे अनि त्यो देवताहरूको विशेषता के थियो छोटकरीमा भन्छु। हाप्पी भनेको चाहिँ अहिले हामीले भने जस्तै अब जल देवता भने जस्तै हो। हाप्पी भनेको चाहिँ नील नदीलाई पुज्ने देवतालाई चाहिँ हाप्पी भन्थे। अनि अब अर्को चाहिँ अब मिश्री भाषामा हेकेट भनेको चाहिँ भ्यागुता भनेको। भ्यागुता किन पुजेको भन्दा चाहिँ मैले बताइहालेँ, भ्यागुताको धेरै बच्चाहरू भए जस्तै जय जन्म हुन्छ अनि कोख बाँझो हुँदैन, प्रशस्त जय जन्म हुन्छ भनेको उद्देश्यले त्यो राखेर। अनि अर्को चाहिँ गेब भनेको चाहिँ पृथ्वी भनेको चाहिँ अब जस्तो मैले पनि पहिला बाबुबाजेको समयमा पूजा गर्दा चाहिँ पृथ्वी देवता भेनमा स्वाहा, सूर्य देवता भेनमा स्वाहा, चन्द्र देवता भेनमा स्वाहा, कुलाइन देवता भेनमा स्वाहा, पाञ्चायन देवता भेनमा स्वाहा भनेर चाहिँ चढाउँदै अनि एउटा अझै देवताको नाम थिए संसारिक देवता भेनमा स्वाहा भनेको। संसारिक भनेको चाहिँ संसारिक देवतालाई पनि धुप धुवार गऱ्यो भने चाहिँ पिलो आउँदैन, खटिरा आउँदैन, जुम्रा आउँदैन, उडुस आउँदैन, आज भदभते फुल्ने खटिराहरू निस्किँदैन भनेर चाहिँ संसारिक देवतालाई। पृथ्वी देवता भेनमा स्वाहा भनेको चाहिँ पृथ्वीमा त्यो सबै प्रकारको वनस्पतिहरू हुन्छ। अनि बृहस्पति देवता भेनमा भनेको चाहिँ अश्विन भनेको ईश्वर, आकाशको कुनै पनि आज ग्रह नक्षत्र पनि आज शान्ति होस् भनेर गरेको। त्यसले गर्दा अहिले म बताउँदैछु हाप्पी भनेको नदी भइगयो, हेकेट भनेको भैगुता भइगयो, फ्रग भइगयो, गेप भनेको पृथ्वी देवता भइगयो, खेप्री भनेको चाहिँ के भनेको भने चाहिँ संसारिक यस्तो भुसुना आउनु, उडुस आउनु, जुम्रा आउनु, यस्तो धुलोहरू आउनु यस्तो। अब गाईबस्तुको पनि देवता हुन्छ। त्यसले गर्दा तपाईँहरूलाई थाहा छ कि छैन, कतिको घरमा खिरसिर पकाइसकेपछि गोठमा भर्खर गाई ब्याएपछि गोठ पूजा गरेको कसलाई थाहा छ? गोठ पूजाको थाहा छ। अनि गोठ पूजा गर्दाखेरि चाहिँ खिरहरू पकाएको हुन्छ, गोठको फाल्टै देवता हुन्छ। गोठको देवतालाई चाहिँ मिश्री भाषामा हाथुर भन्छ। हाथुर भनेको लिभस्टोक भनेको गाई बस्तु भाउलाई राम्रो हुनु। अनि त्यति बेला गाईको दुध दिने खाँचोमा खटिरा आयो भने पनि पूजै गर्थे, गाईलाई गिर्खा उठ्यो भने पनि पूजै गर्थे, गाईको खुरमा रोग लाग्यो भने पनि पूजै गर्थे। थाहा छ कि छैन यो तपाईँहरूलाई थाहा हुनुपर्छ। पहिला त्यस्तो भोगेर आउनेले मात्रै छुटकारा हुने यस्तो रहेछ, थाहा हुन्छ। अनि अर्को चाहिँ आइसिस भन्छ। आइसिस भनेको चाहिँ हिलिङ गर्ने, जाति गर्ने। अनि अर्को चाहिँ नेट भन्छ, त्यो चाहिँ अश्विन आकाशको देवता भयो। अर्को चाहिँ सेत भन्छ। सेत भनेको चाहिँ आँधी तुफान भयो। अनि अन्तमा चाहिँ सबैभन्दा ठुलो देवता चाहिँ रा भन्नुहोस् त सबजनाले, रा अथवा बाल भन्नुहोस्। बाल भनेको चाहिँ सूर्य देवता। सूर्य देवता चाहिँ सबैभन्दा अन्तरको देवतादेखि माथि सेकेन्ड हाइएस्ट सूर्य देवता। अनि सूर्य देवताको पूजा गऱ्यो भने चाहिँ अब सूर्य देवताले चाहिँ सम्पूर्ण मिश्रभरि उब्जनी गराउने,
सबै प्रकारको जाति गर्ने सूर्य देवतालाई सबैभन्दा माथि। त्यसले गर्दा परमेश्वरले प्रहार गर्दै 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 लानुभयो। सुन्नुहोस् है, होइन भाषा चाहिँ के भन्न चाहेको, होइन यो ईश्वर होइन, नदी पनि होइन, भुसुना पनि होइन, भेगुता पनि होइन, पशु प्राणीको पनि होइन, केही पनि होइन, तिमीहरूको सबैभन्दा उच्च सूर्य पनि होइन भनेर चाहिँ सूर्य देवतालाई पनि एट्याक गरिदिनु भयो। अथवा परमेश्वरलाई त के ठुलो कुरा हो र एट्याक गरेपछि के भयो भन्दाखेरि चाहिँ यहाँ मसँग आउनुहोस्, 10:21 पदको शीर्षक पढ्नुहोस्। नवौं विपत्ति, मिश्र देशभरि घनघोर अन्धकार। हेर्नु, सूर्य देवताले के दिन्छ, उज्यालो दिन्छ कि दिँदैन, उज्यालो। अनि परमेश्वरले अन्तमा सूर्यलाई एकदम एकछिन चुप्ला भनेको मात्रै थियो, 3 दिन 3 रात घनघोर छान्ने खालको अँध्यारो भयो। त्यहाँ प्रत्येक कुरादेखि परमेश्वरले साङ्केतिक भाषामा चाहिँ आक्रमण गर्दै 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 म नै हुँ परमेश्वर भन्न चाहेको थियो। अनि त्यो सन्देश दिँदै 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 ल्याइसकेपछि अनि अन्तमा सूर्यदेखि पनि माथि चाहिँ उनीहरूले चाहिँ फारो राजालाई चाहिँ, मान्छेले भन्छ नि राजा चाहिँ अवतार हो भन्छ, भन्दैन नेपालमा भन्दैन, राजा चाहिँ अवतार हो, राजा अवतार हो भन्छ। अनि राजालाई चाहिँ डिभाइन एकदम अवतारी मान्थ्यो। अनि अन्तमा परमेश्वरले अवतार होइन, अन्त फारो राजाले चाहिँ फारो राजालाई पुज्यो भनेदेखि चाहिँ आज के हुन्छ, मृत्यु हुँदैन भनेर उनीहरूले त्यस्तो भन्थे। अनि परमेश्वरले अन्तमा फारो राजाको घरको जेठा छोरादेखि लिएर गएर कमाराको घरको जेठा छोरामाथि प्रहार गरेपछि मृत्यु आइसकेपछि चाहिँ अन्त हाकार भयो, त्यही भयङ्कर हाकार भयो भन्छ। अनि अन्तिममा चाहिँ प्रभुले अब छुटकारा दिन चाहनुभयो। परमेश्वरले पहिला सन्देश दिनुभयो कि म नै ईश्वर हो भनिदिन चाहेको, त्यसको बादमा अन्तिममा चाहिँ थुमाको रगत भन्नुहोस् त, थुमाको रगत 12 अध्यायको 7 पदमा प्रभुले अब थुमाको रगत दैलोको चौकटमा लाउनु भन्नुभयो। पढ्नुहोस्। अनि तिनीहरूले त्यस रगतबाट ल्याउन् र जुन घरहरूमा तिनीहरूले त्यो पाठो खान्छन् तिनका ढोकाहरूका 2टा खाबाहरूमा र माथिल्लो र तेस्रो काठमा त्यो लगाउन्। अब जब उहाँहरूले के गरे, अब थुमाको रगत, भेडाको पाठाको रगत चाहिँ दैलोको चौकटमा लाउने बित्तिकै अब के भयो, छुटकारा भन्नुहोस् त, छुटकारा। यति साह्रो ग्लोरियस महिमित छुटकारा भयो। उनीहरूले 430 वर्षसम्म त्यो दासत्वमा परेर त्यसको प्रभावमा बाँच्नु परेको थियो। अनि परमेश्वरले त्यो सबै कुरादेखि छुटकारा दिनुभयो। अनि छुटकारा दिइसकेपछि चाहिँ अब उनीहरूले गीत गाए। सबजना भन्नुहोस्, के गाए? गीत गाए। गीत गाउँदाखेरि चाहिँ उनीहरूको गीतमा चाहिँ के थियो, एउटा अंश, एउटा सारांश अथवा एउटा सारांश स्ट्यान्जा, एउटा अंश चाहिँ गीतको चाहिँ के थियो भन्दा 15 अध्यायको 11 पद सबैजना मिलेर हामी पढौँ। पहिला 15 को शीर्षक पढ्नुहोस्। मूसाको उद्धारको गीत स्तुति गान। हो, अब 11 पद सबजना मिलेर पढौँ। हे परम प्रभु, देवताहरूको बीचमा तपाईँ जस्तो को छ र तपाईँको पवित्रतामा महिमावान, प्रशंसामा भयोग्य, अचम्मका काम गर्ने हुने को छ र? तपाईँ र मैले पनि अहिले बेलुका प्रभु तपाईँले साँच्चै नै मेरो जीवनमा कति ठुलो छुटकारा गरेको रहेछ। मेरो बाउबाजे कहाँ अल्मलिएको थिए रहेछ, म कहाँ थिएँ रहेछु, के चिज बुझ्दै रहेछु, तर आज तपाईँले मेरो आँखा खोलिदिनु भयो, म तपाईँलाई धन्यवाद। अनि परमेश्वरले जब इजरायलीलाई छुटकारा गरेर पहिलोचोटि कनानमा ल्याउनु भयो, अनि कनानमा ल्याउँदा पहिलो आज्ञा चाहिँ के थियो भन्दा यहाँनिर व्यवस्थापन किताब 8 अध्यायको 10 पदमा धन्यवाद चढाउनु ल भनेर भनेको छ। प्रस्थानको किताब के अरे व्यवस्थापन किताब 8 अध्यायको तपाईँले 10 पद पढ्नुहोस्। जब खाएर तृप्त हुन्छौ तब परम प्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको त्यस उत्तम देशका निम्ति तिमीले उहाँलाई धन्यवाद चढाउनु। खाएर उत्तम भनेको आत्मिक कुरो खाएर प्रभुले गर्नुभएको उपकारले अघाएर हामीले प्रभुलाई पहिला चाहिँ के चढाउनु पर्ने छ? धन्यवाद हो। ल अब हामी तिमी राख्छौँ। ल अब हामी फटाफट नाम होइन, छोटो छोटो वचनको आधारमा धन्यवाद चढाउनुपर्छ।